म आज चाहिँ आइपिओको रिजल्ट चेक गर्न गइरहेको छु। स्यान्बी इनर्जीको रिजल्ट आइसकेको छ भन्ने मैले खबर सुन्नमा आएको छ मलाई चाहिँ होइन। म चाहिँ अब रिजल्ट चेक गर्न गइरहेको छु। यसको लागि म क्रोम ब्राउजरमा गएँ। एकछिन है त, यो सबै हटाइदिएँ मैले। क्रोम ब्राउजरमा जान्छु म। त्यसपछि सर्चमा गएर आइपिओ रिजल्ट फर्स्ट लिङ्कमा जाने होइन। अनि त्यसपछि यहाँ चाहिँ मेरो चाहिँ यहाँ बिओआइडी नम्बर हान्छु होइन। यहाँ चाहिँ यहाँ क्याप्चर हान्नुपर्छ। ल, मलाई चाहिँ आइपिओ परेको छ है। अब हजुरहरूलाई परेको छ कि छैन चेक गर्नुहोस्। कङ्ग्रेचुलेसन अलर्ट क्वान्टिटी 10 भनेर आइसकेको छ।